मान्य सदस्य शम्भु प्रसाद यादव। सम्माननीय सभामुख महोदय, स्थानीय तह निर्माणका क्रममा मापदण्ड विपरीत खनेर छाडिएका खाल्डाखुल्डी उचित व्यवस्थापन र सुरक्षा उपाय नअपनाउँदा सिराहाको गोलबजार नगरपालिका 7 चोहरबा स्थित पशु हाट बजार परिसरमा खनियोको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका 3 जना मासुम बालबालिकाको मृत्यु भएको छ, जसमा 12 वर्षीय शबनम खातुन, 10 वर्षीय रुबिना खातुन र 7 वर्षीय सैफुल शेखको डुबेर निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। यस्ता घटनाहरू केवल एउटा परिवारको पीडा होइन, यो सार्वजनिक सुरक्षा, स्थानीय निकायको जिम्मेवारी र जोखिम व्यवस्थापनसँग जोडिएको गम्भीर प्रश्न पनि हो। यदि सार्वजनिक स्थानमा रहेको जोखिमपूर्ण संरचनाको उचित व्यवस्थापन, चेतावनी सङ्केत, घेराबार वा सुरक्षा अपनाइएको भए सायद यस्ता अमूल्य जीवन जोगिन सक्थे। यस घटनाको निष्पक्ष छानबिन होस्, जिम्मेवार पक्षले आफ्नो दायित्व निर्वाह गरियोस् र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा मापदण्ड तत्काल लागू गरियोस्। दिवंगत बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। महोदय, असार 12 गतेसम्म मध्य प्रदेशका धान रोपाईको विवरण हेर्दा 72,300 हेक्टेयर खेती योग्य मध्ये 54,000 हेक्टेयर धान रोपाई योग्य भूमिमा हालसम्म 2700 हेक्टेयरमा रोपाई भएको छ, जुन जम्मा 5% मात्र छन्। यसको मुख्य कारण सिँचाइको समस्या र मलको अभाव। डाटा हेर्दा स्थानीय तहहरूलाई वर्षे धान बाली लक्षित बफर रासायनिक मल 2083 असार 9 गतेको पत्रानुसार कृषि सामग्री लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनको चलानी नम्बर 2082-83 486 अनुसार सिराहा जिल्लामा 424.3 मेट्रिक टन डिएपी र 1072.2 मेट्रिक टन युरिया आपूर्ति गरिएको छ, जुन अत्यन्तै कम हो। किसानको पसिना राष्ट्रको समृद्धिसँग जोडिएको